हेलो दाई, नमस्ते दाई। हजुर नमस्ते। नमस्ते, के छ दादा? हल्ली चल्ली आराम हुनुहुन्छ दाइ? बाँचेको छु। ए बाँच्नु भएको छ, बाँच्नु त सबैभन्दा ठुलो कुरा हो मेरो दाइ है। यता बस्नु मिल्छ दाइ? बस्नु। बस। अनि के छ त नयाँ नौलो? नयाँ नौलो यसै छ दाजु। अनि तपाईँ बस्ने रुम यही हो दाइ? यही हो दाजु। ओ माई गड, कसरी बस्नुहुन्छ दाइ तपाईँ? यार यहाँ पकाउने छ, त्यही भाडा मान्ने छ, अनि त धेरै डिफिकल्ट रहेछ दादा। धेरै अप्ठ्यारो छ दाजु। धेरै अप्ठ्यारो छ दाइ। अनि तपाईँले मलाई चिन्नु भयो होला है, अरू त के भन्नु दाइ है, चिन्नु भयो होला। तपाईँलाई पहिला पनि मैले सानो एउटा हेल्प गरेको थियो। अनि हजुरले पठाउनु भएको मलाई यो फेसबुकमा मेसेन्जरमा मेसेन्जरमा हजुरले मैले नै तपाईँले पठाउनु भएको। अनि भाडा तिर्न नसकेको अवस्थाको कुरा गर्नुभयो होइन? भाडा 2 महिना अगाडिदेखि नै भनेपछि वैशाखको महिना पनि केही पैसा दिनु बाँकी थियो। अनि वैशाख जेठ अब यो साल पनि 3 महिना हुन लाग्छ है। अब करिब करिब तपाईँले भनेअनुसार मैले थोरै तपाईँको लागि यो भाडाको लागि सपोर्ट गर्नको लागि आएको छु होइन दाइ? अनि अब धेरै त गर्न सकेको छैन दाइ, मसँग नि भएको भए त म धेरै गर्थेँ दाइ होइन? मसँग पनि धेरै छैन मेरो दाइ है। तपाईँलाई करिब करिब यो 2 महिनाको रेन्ट तिर्नको लागि है पुग्छ होला करिब हेरौँ होइन? अनि यो तिर्दै गर्नु होला दाइ। अनि मसँग पनि फेरि सपोर्ट रह्यो भने सपोर्टको लागि फेरि पनि म हजुरसँग जोडिने छु होइन दाइ? अनि हाम्रो उहाँ चाहिँ तपाईँको बच्चा दाइ? मेरो उहाँ छोराहरू तिनजना। ठुलो भाइ कतिमा पढ्छ बाबु? 6 क्लासमा पढ्छ। राम्रो पढाइ रहेछ बाबुको। ऊ माइलो? यो माइलो ऊ कान्छो। के छ कान्छोको नाम? के हो कान्छो? भुवन हो। अनि बाबुले भनेको मान्नु, राम्रो पढ्नु, धेरै ज्ञानी बन्नु ल सानो मान्छे। अब ठुलो भाइ त अब धेरै बुझ्ने भइसकेको छ, अब कुरा बुझ्छ होइन? बाबुले भनेको मान्छे दाइ यो समात्नु होला। अनि तपाईँको लागि रहेको छ। अनि अहिलेलाई यसले काम चलाउँदै गर्नु होला मेरो दाइ है। अनि फेरि पनि भयो भनेदेखि हजुरसँग जोडिने छु है। अनि यो कस्तो लाग्यो त हजुरलाई? मलाई एकदम राम्रो लाग्यो। किनभने अब 3 महिनादेखि नै भाडा तिर्न बाँकी रहेको अनि चामलहरू पनि यो अब देख्नु छ भने चामल यो यति मात्र छ चामल पनि होइन? अब विभिन्न समस्याहरू भयो। अब यता रासन पानी किन्नु पर्यो, उता नजान मिल्ने भयो। अब हजुरलाई उतापट्टिको थाहा छ होइन? अब यो यसमा विभिन्न भएको हुनाले गर्दाखेरि मलाई एकदम खुसी लागेको छ। खुसी लागेको छ। आफ्नो छैन यो काठमाडौँ मान्छे, आफ्नो नभइसकेपछि पराई मान्छे आफ्नो हुन्छ भन्ने मैले बुझिसकेको कुरा छ यो होइन? आफ्नो टाढा भइसकेपछि हुन त अब यहाँ मेरो कोही छैन, मैले चिनिरहने मेरो फ्यामिलीबाट पनि कोही छैन। अनि बरु गाउँको त होला, तर कता छ थाहा छैन। अब उनीहरूलाई पनि थाहा छैन कि अब ऊ यहाँ बस्छ यसो काम गरिरहेको छ भनेर उनीहरूलाई पनि थाहा छैन होइन? त्यो भएको कारणले गर्दाखेरि म खुसी छु। खुसी हुनुहुन्छ? ल धेरै धन्यवाद। यो खुसीको लागि चाहिँ यही खुसी नै साटासाट गरौँ, थोरै भने पनि होइन? खुसी साटासाट गरौँ नै भनेर म हजुरसँग जोडिएको हो। अनि हजुरको खुट्टा त अब 2-3 वर्ष अगाडिदेखि होइन अपरेसन गर्नुभएको भन्ने कुरा यो मलाई थाहा छँदैछ होइन? अनि एकदमै कष्टकर जीवन यापन गर्दै रहनु भएको आत्मीय दाइप्रति है यो भिडियो जतिले पनि हेर्नुहुन्छ धेरैभन्दा धेरै सेयर गरिदिनु होला। यस्तै मनको धनीहरू सामु पुर्याइदिनु होला। यस्तो लालाबाला हुनुहुन्छ हेर्नु त, यस्तो सानो सानो भाइहरू छ। अब दाइको जसले कमाएर पकाएर खुवाएर चाहिँ यिनीहरूको शिक्षा दीक्षा र भविष्य कोरिदिने मान्छे त उहाँ हो नि। अब उहाँ नै अन्धकारमा आफै एउटा खुट्टो चाहिँ गुमाएर बस्नु भएको दाइ हुनुहुन्छ है। जतिले पनि यो भिडियोलाई चाहिँ हेर्नुहुन्छ धेरैभन्दा धेरै सेयर दिनु होला फेरि पनि भने होइन? अनि कोही पनि दाइको लागि अनि यो भाइ बहिनीको होइन उज्जवल भविष्यको लागि चाहिँ कसैले पनि प्रत्यक्ष या अप्रत्यक्ष रूपमा कसैले सपोर्ट गरिदिनुहुन्छ भने होइन जोडिनु होला यो भिडियो हेरेर है। अनि त्यहाँबाट यस भिडियोसम्म आउँदाखेरि मलाई रवि फ्यामिली 48 आइडीबाट प्रत्यक्ष या अप्रत्यक्ष रूपमा सपोर्ट गर्नुहुने तमाम आत्मीय मनमुटुहरूप्रति एकदमै बिग रेस्पेक्ट, बिग लभ है। अनि फेरि पनि हजुरहरूकै साथ सपोर्ट रह्यो भने यस्तै दिन र दुःखमा परेको प्राणीहरूसँग चाहिँ जोडिने जमर्कोमै रहेको छु म। एउटा भनाइ छ नि, याद गर्नु भएको छ हजुरले होइन? भोको पेटलाई खाना दिनु अनि नाङ्गो आङलाई ढाकिदिनु भनेको चाहिँ हाम्रो धर्म ग्रन्थ छ। अनि त्यो धर्म ग्रन्थ भन्दा माथिको पनि ठुलो धर्म हो एउटा भन्ने कुरा जसलाई विश्वास लाग्छ हजुरहरू सबै जोडिनु होला। एभ्री हलमा फेरि अर्को भिडियोमा भेट्नेछु। हस्त जय देश, जय नरेश, जय शम्भु भोले बाबा।